यहाँहरू सबैलाई मेरो नमस्कार। वास्तवमा यहाँहरूलाई म एउटा नयाँ जानकारी दिइरहेको छु। अब कसैले चाहिँ माछा मासुहरू पुर्खादेखि खाइल्याएको खाने गरिन्छ र कसैले खाइँदैन। वास्तवमा भन्यो भनेदेखि माछा मासु खानु हुँदैन। किनभनेदेखि हामी 84 लाख योनि पुरा गरेर मनुष्य चोला भएका हौँ। जस्तै अहिले 84 लाख योनि फेरिरहेका छन्। जस्तै गुको किरादेखि लिएर पशु प्राणीहरू, सुँगुर बङ्गुर, खसी, कुखुरा जे जति छन् यिनीहरू 84 लाख योनिहरू फेरिरहेका छन्। आखिरी ती 84 लाख फेरिरहेका व्यक्तिहरू को हुन् त भन्दा ती हाम्रा पुर्खा हुन्, अनि ती मनुष्य हुन्। त्यही कारणले गर्दा नखानु भनेको। यदि खानु नै हुने भयो भने पनि, यदि खाने नै नखाइ नछान्ने नै हो भनेदेखि यी पञ्चज्ञानेन्द्रलाई कन्ट्रोल गर्न सकिएन। यदि नखाइ नछान्ने हो भनेदेखि आफ्ना घरमा पालेकालाई चाहिँ विशेष नखानु होला। किनभनेदेखि घरमा पालेका जीवजन्तुहरू चाहिँ को हुन्छन् भन्नुहुन्छ भनेदेखि तपाईँकै विशेष पिता पुर्खाहरू। मेरा छोरा नातिले चाहिँ मलाई राम्ररी पाल्छ भनेर उनीहरू त्यहाँ आएका हुन्छन्। खसी, बोका, बाख्राहरू, गाई भैँसी भएर उनीहरू जन्म लिएका हुन्छन्। त्यस्तै तपाईँका मृतक पुत्र पौत्र आदि पनि हुन सक्छन्। तपाईँका बन्धुहरू पनि हुन सक्छन्, आफन्त, र तपाईँका एकदम प्रिय मित्रहरू पनि विशेष हुन सक्छन्। ती तपाईँकै घरमा चाहिँ आएर चाहिँ उनीहरू चाहिँ आश्रय लिएका हुन्छन्। किनभने आफ्नो मित्रले, आफ्ना दाजुले, भाइले, आफ्नो बाउले मलाई राम्ररी पालोस् भनेर चाहिँ उनीहरू त्यहाँ आश्रय लिएर बसेका हुन्छन्। त्यसो हुनाले गर्दाखेरि अब तिनीहरूलाई अब ती खसी बोकाहरू काटेर खानु त कसलाई खायो त भन्दा आफ्नै छोरा, आफ्नै नाति, आफ्नै हजुरबा जस्तालाई खाइयो। त्यसो हुनाले गर्दा नखाइ नछान्ने हो भनेदेखि पनि, यदि नखाइ नछान्ने यदि इच्छा छ भनेदेखि आफ्ना घरमा पालेका जीवजन्तुहरूको मासु चाहिँ नखानु भन्ने चाहिँ जुन शास्त्रीय कुराहरू यहाँ बताउँदै म अहिले यहाँबाट बिदा हुन्छु। हवस् त, स्वीकार्नुहोस्। नमस्कार।